नै राम्रो हो नि। त्यही भएर चाहे सिँदुरा जलाउने, चाहे बाँसोर जलाउने सदन, चाहे त्यो हतियार जलाउने, चाहे सर्वजला जलाउने होइन। रवि लामिछाने किन भागे? 14 किन निकाले? काँसेमा ढलेपछि जेएनजीको नाममा चाहिँ प्रधानमन्त्री बन्नु पाइन्छ भनेर होइन। प्रचण्डले किन उचाले? अहिले हाम्रो सबैका घर जलाउनेमा पेट्रोल बम प्रयोग भएको छ। सबै एकदम प्रोफेसनल मान्छेहरू छन् होला आएका छन् लुट्नलाई। त्यो सबै पूर्व माओवादी अथवा वर्तमान माओवादी होइन। उनीहरूले के पर्यो भने महेश बस्नेतहरू, यो केपी ओलीहरू अथवा ठुल्ठुला उहरू सबै संरचना देश ध्वस्त पार्यो भने हामी सरकार आउनु पर्छ। एउटै ढुङ्गामा छौँ भनेको यसले बुझेन। त्यो बेला माओवादी धेरै नेता फोन गरेर लुटाएकै थियो। यिनीहरू चाहिँ किन सहकारी छ यस्ता हाम्रो लागि लुकीछुपी अपराध गर्छन् होइन। राष्ट्रसभाका भनेका मान्छेहरू प्रत्यक्ष सर्न छन् 12-15 जना सबै पहिचान पुलिसका छन्। रविले त्यही पर्यो मेरा अपराध सबै छिम्मे हुन्छ, जेलबाट निस्किन्छु, प्रधानमन्त्री खान पाउँछु होइन। काँसभित्रको अब शेखर समूहलाई त्यही पर्यो न, हाम्रो भेटाएका के घुसपेट थियो होला। त्यही भएर यो अपराधमा सक्दैन। प्रहरी सेनामाथि आक्रमण गर्ने, राष्ट्रिय सम्पत्ति ध्वस्त पार्ने, हाम्रो देशलाई ध्वस्त पार्नेहरूलाई चाहिँ एक गरी समाउनुपर्छ। यो जेएनजी भन्ने चाहिँ बदनाम भएको छ। अब जेएनजी होइन, मैले डिजी भनेको छु, डिजिटल जेनेरेसन। अब टोलमा डिजी फोर्स बनाउने, युवासँग लाग्ने, तपाईँको सैनिक लाग्ने, अनुमसँग लाग्ने, एमाले लाग्ने, सबै हामी त छैन। को छ त भने क्या ल को त कोही जेएनजीले यहाँ दियो बाले त क्या अबिर लाएर क्या ल जनयुद्ध पैसा माओवादी थियो। गाउँ गाउँमा 5-5 जना भयो नि। पञ्चायत ढलेपछि वामपन्थी भन्थ्यौँ हामी। अहिलेको एमाले हामीले काङ्ग्रेस थियौँ त। 10 सालमा बिबिसी हामीले गाउँको पिछे थियौँ त। साइकाल सुरु गरेर आप्रवाको नाम के नाममा राजाका मान्छे नि त 5 छैन। ल जेएनजी को छ त्यहाँले? युनिटी नै छैन। ल जेएनजी पार बनाउनु सक्छ नि त क्या। रिपोर्ट खुलामा चाहिँ मारामारी गरेका होइन। 24 घन्टामा बालटारमा चाहिँ नि उ गरेर होइन। अनि कस्तो मान्छे बनाएको ल कुलमानको बारेमा 14वटा प्रश्न र 82वटा 60 प्रश्न हामीले उठाएको छ। ल छानबिन त्यहाँबाट गर नि त, कुलमानको चोखो बनाऊ। क्रान्तिकारी कुरा गरेर हुन्छ। रामेश्वर खनालले म यो लिँदा त्यो लिँदा के घर नलिनु भने त मन्त्री पार्टीभन्दा ठुलो घरमा घर नलिने होइन। गाडी लिन्न भने त मन्त्रीले चढ्ने 3टा गाडी हुन्छ, त्यो बराबर गाडी भएर नल्याए नि त। तलब खान्न भने त पैसा तलब टन्न पैसा भएर पेन्सन खाएर तलब खान भने त। सुशीला ठुले आमै, जेएनजीका ठुले आमै पैसा तलब पेन्सन खाएको छैन। रामेश्वर खनाल पेन्सन खाएको छैन। पेन्सन छोड्न सक्दैन, बस्छ न त। त्यही भएर यी सबै भुत्ते कुरा हो। जेका काका बाउहरू पनि ल युवा भने के कोहीले भन्दा 1 वर्ष जेठी ऊ के अरे आमै, ठुली आमै सुशीला कार्की प्रधानमन्त्री, केपी ओली भन्दा 2 वर्ष कान्छो रामेश्वर खनाल अर्थमन्त्री होइन। 57-58 वर्षका कुलमान मन्त्री, गाई काटेर खानुपर्छ धार्मिक संहिता फिजाउने गृहमन्त्री। यी सबै कुरा यिनीहरूको चालबाजी बुझाएको थियो नि त। एउटा डिजिटल फोर्स बनाउने गाउँ गाउँमा जसरी हिजो यो फोर्स बनाएका थियौँ। र त्यो 21 जना जुन क्रान्तिपछिबाट मऱ्यो भनेको छ उनीहरूले, त्यसमा को हुन्छ? लुकीछिपी गोली हाने भनेछ, विदेशी साफसुटर आएका छन् भनेछ, एम्बुलेन्सबाट हाने भनेछ, छतबाट हाने भनेछ। प्रहरीले कहिले प्रयोग नगरेको हतियार फेला परेको छ। त्यो पत्ता लगाउने, अनुसन्धान गर्ने, त्यो उनीहरू सहित घोषणा गर्ने, खेतबुद्धिमा ठिकै छ। अरू 51 जना मरेको के कुरा गर्ने? भाटोटिनमा मरे जुन 11 जना, यी लुट्न गएका 11 जना पनि सहिद हुने अब त्यो पनि हिसाब गर्नु पर्ला होइन। प्रहरीहरूको के हिसाब गर्ने? प्रहरीको नाममा पार्क पनि नभने। त्यहाँबाट यिनीहरूले भन्न जति सहिलो छ, 100 खरबभन्दा जुन सम्पत्ति नष्ट भएको छ, देशले अर्को 50 वर्ष पछाडि पुग्दा छ। हाम्रो छानबिन त गर भनेकै छ त। छानबिन गर, पुष्टि भयो, कारवाही मात्रै गर, खुकुरी राखेर गर भनेको त। तिम्रो बाउ हजुरबाउ राख, हजामा चियामा राख, पुष्टि भएको हाम्रो कारवाही गर, काटो नभए तिमी काटिन्छ र भनेर त्यो भन्छ भने कुन चाहिँ माइकेल आल्छलाई आउने होइन। त्यही सुशीला आमाले भन्न सक्छन् कि यसरी, कुलमाले भन्न सक्छ, कुलमाले फलत कसरी भन्न सक्छन् कि, रामेश्वर खनालले भन्न सक्छन् कि, गिरिमन्डी के त्यसमा के भयो त्यसले भन्न सक्छ होइन। बालनजीको नाममा 22 लाख खर्च गरेर फ्रान्स गएकादेखि लिएर हामी त मन्त्री भारतलाई 1 दिन पनि विदेश भ्रमण गऱ्यौँ। रातिको पैसाबाट रातिको पैसा 1 पैसा पनि लिएन। अहिले यिनीहरू घोषणा गरेर त्यो त उहिले गरे। हामी सांसद भएको बेलामा घरबाट 1 रुपियाँ पनि लिएनौँ। हामी सबै 2 लाख रुपियाँ लियौँ। त्यहाँनिर घर छ भनेर मकर श्रेष्ठ कान्छीपुर दाइ मैले एकदम तपाईँले सम्मान गर्नु दाइ, सबले पैसा ल्याएर पनि दाइ ल्याएर छु भने है। राजनीति एउटा आदर्शबाट हामी बचाएको छौँ नि। कसै काम गरेर 1 रुपियाँ ल्याएको ल तपाईँले यहाँ कति आउनु भएको छ, ल तपाईँले 1 रुपियाँ यहाँ हाल्नुहोस्, पार्टीले हाल्नुहोस् भनेको छ मलाई। ल कोही माइकेला आऊ नि त, ल मैले 5000 दिएको छु भन्ने एउटा माइकेला आओस्, यो घर फेरि सबै पास गरिदिन्छु। ल म यसलाई त लगानी भने आउँ त, ल फलाना ठाउँ म यसो समाज मान्छेको लगाइन्छ, जरो नसा लगाएर ल्याउँ त घाँस
दिन्छु भनेको छु पलासेको प्लानिङ महेशको भने त ल्याउँ त पलासेको प्लानिङमा एक टुक्रो जग्गा मेरो छ तिम्रो दिन्छु त्यो तारा बरा जस्तो पागलले लिन्छ कहाँ 2 लाख रुपियाँ घुस खाएर हालेको होइन हनुमन्ती कोरिडोरमा महेशको जग्गा छ हनुमन्ती कोरिडोरमा महेशको कति जग्गा छ सबै तारा बरा पनि पागलले दिन्छु लिएर त्यस्ता थानी आइमाहरू उचालेर होइन त्यो तपाईँहरू कुनै मनोबल गिराउने होइन उच्च शाखाहरूलाई मनोरबाट सुरु गर्ने अब के बाँकी छ त भने क्या बढी आयो मोदीसँग लाग्यो नगद जति सकिहाल्यो हाम्रो त्यो जिन्सी सम्पत्ति भएको हुनाले हामी चाहिँ होइन ऊ नभए हो शरणार्थी नभए न शरणार्थी प्रिन्सिपल त त्यही भएर चुन के भनेको थियो नि किसान क्षेत्रले यिनीहरूलाई चुनकै हान्यो चुनके एक गरी ल सहानुभूति दिनलाई मदत गर्न आउनु सबैलाई धन्यवाद छ मनोबल गिरेको छ शब्द उठाएको